फुल्लीमा चलाउने हो भने हामीले यहाँबाट यो स्काडा भन्ने सफ्टवेयर छ यहाँबाट हामीले चलाउने काम गर्छौँ सबै यो भनेको प्रोटेक्सन दिने हो एक र दुईटा युनिटलाई यो बोर्डबाट प्रोटेक्सन दिन्छ हैन के चाहिँ जस्तै उताको के बिग्रेको छ भने हैन अपरेट गराउनलाई बन्द गराउनलाई फ्रीको चाहिँ छुट्टै दिइरहेछ यहाँबाट बुझेन र यो सबैलाई केसँग जोडेको छ त सफ्टवेयर सिस्टमसँग जोडेको छ त्यसलाई के भन्छ हामी यसलाई के भन्छ हामी स्काडा भनेको टु वे कम्युनिकेसन पनि हुन्छ सिंगल कम्युनिकेसन भन्छ यसले कमान्ड प्रोभाइड गर्छ क्या बुझेन कमान्ड जस्तै केही गडबडी आयो भने त्यहाँ के हुन्छ त्यसले इन्डिकेटर देखाउँछ बुझेन त्यो अलार्म बजाइदिन्छ यसले बुझ्यौ यो सबै सिस्टम यहाँबाट अपरेट गराउँछ यसलाई भन्छ हामी स्काडा पढ्यो होला नि त तिम्रो हैन स्काडा र अर्को PLC हैन यो दुईटा सिस्टम हामी यहाँबाट युज गर्छौँ यो भनेको यो एक्जुलरी कन्ट्रोल भन्छ त्यो किनभने यो ब्याट्रीबाट के निकाल्नु पर्यो ब्याट्रीबाट एसी निकाल्ने नभए यहाँबाट अब सिधा कहाँ जोड्नु पर्यो त यो एक्साइटेसन सिस्टममा जोड्नु पर्यो एक्साइटेसनबाट न डिसी एक्साइटेसन फिड वाइन्डिङलाई दिन्छौ त्यो यहीमा भनेको त्यो जिजिसी भनेको स्टेसन सप्लाईको लागि चाहिन्छ हैन हाम्रो लागि चाहिने पावर छ यो भनेको स्टेसन ट्रान्सफर भनिन्छ स्टेसन युजको लागि हाम्रो स्टेसन युजको लागि ट्रान्सफर्मर डे हुन्छ यो सबै लाइटिङको लागि चाहिएको चाहिएन स्टेसन यो भित्रको समय यो पब्लिक सामानहरु एक्जुअली हो चाहिन्छ हाम्रो सबै चाहिन्छ उसले पब्लिक ल्याएको छ तर एक्जुअली सप्लाईको लागि हाम्रो हुन्छ जेनेरेसन हुन्छ कहीँबाट त्यसको लागि छुट्टै चाहिएको चाहियो त्यो चिज चाहिएलाई के भन्छ स्टेसन यता सिन्क्रोनाइजेसन सिस्टम भन्छ नि हाई भोल्टेज प्रत्येक युनिट 3टा युनिट छ यहाँ 3टा सर्किट ब्रेकर चाहियो कि चाहिएन 3टालाई कनेक्ट गर्न चाहियो नि कुनै बेला 3टाको आवश्यकता पर्छ एक ठाउँमा जोड्न होइन त्यो 3टालाई के गर्छ त यसले 1 2 3टा छ नि 3टालाई एक ठाउँमा जोडेर पावर गयो नि त कुनै बेला 2टाको आवश्यकता मात्र पर्छ भने 2टाको सर्किट ब्रेकरलाई मात्र अपरेट गराउनु बुझेन कुनै बेला एउटा मात्र चाहिन्छ यो भनेको सिन्क्रोनाइजेसन सिस्टम भन्दा हुन्छ यसलाई एक्साइटेसनको लागि एक्साइटेसन ट्रान्सफर्मर सिन्क्रोनाइजेसनको भनेको तल प्यानलबाट भन्नु आउँदैन रेक्टिफायर प्यानलबाट यो यसले भनेको हाम्रो एकदम हाई भोल्टेजलाई लो गराएर रेक्टिफायर प्यानलमा एक्साइटेसन प्यानल अथवा रेक्टिफायर प्यानल जे भन्नु त्यसमा जाने हो हाम्रो 145 भोल्ट मात्रै जान्छ यहाँबाट 6.3 केबीलाई स्टेप डाउन गरेर यसले उता एक्साइटेसन प्यानलमा दिन्छ अनि एक्साइटेसन प्यानलमा गइसकेपछि त्यो स्ट्याटिक एक्साइटेसन सिस्टम रहेछ यहाँ बुझेन ब्रसलेस अरु के पढ्यो तिनीहरूले एक्साइटेसन सिस्टम कतिवटा पढ्यो एसी डीसी एक्साइटेसन डीसी एक्साइटेसन सिस्टम ब्रसलेस एक तीनटा ताको त एक्साइटेसन भयो एसीले त ब्रसलेस कतिवटा युनिट 1 लाई पनि जोड्छ बर्खामा त हाम्रो 3वटै फुल जोड्छ अहिले पो एउटा मात्रै चलिरहेछ हैन अब त्यो भएर अहिले यो 1 पनि बन्द छ 2 पनि बन्द छ हाम्रो 3 मात्रै चलिरहेछ अनि यदि ट्रिपिङमा देखाइरहेको नि इन्डिकेसन देखाइदिरहेको छ नि यो बन्द छ भनेको यो अलि बन्द छ यो जोड्दै जाने हो हाम्रो ब्रेकसँग यो जतिवटा बढाइन्छ जोड्दै जाने हो मेन्टेनेन्समा छ अनि यो टोटल पावर हाम्रो यहाँबाट उयो भएको जेनेरेसन भएको पावर चाहिँ हाम्रो यो 6 सिबी हो यी सबै भ्याकुम सर्किट ब्रेकर हुने भनेको यिनी VCBहरू हुन् भ्याकुम सर्किट ब्रेकर यो 4 सिबीबाट हाम्रो सबै पावर यहाँ जेनेरेट भएको पावर चाहिँ बाहिर पावर ट्रान्सफर्मरमा जान्छ बाहिर निकालेको इनर्जीलाई त ट्रान्सफर गर्नु पर्यो नि त हजुर ट्रान्सफर गर्ने